नाटक मार्फत आमा नेपाल फाउन्डेसनले वातावरण संरक्षणको लागि नाटक मार्फत जनचेतना व्यवहारको परिवर्तन गर्ने जुन राखेर नाटक खेलाउनु हो एकदम बच्चाहरूको लागि पनि प्रेरणा दिने कुराहरू हो। त्यो हामीले जुन हाम्रो फोहोर व्यवस्थापन घरमा गरिरहेछौँ जताभावी फाल्दिने। यहाँ हेर्छौँ कि गाउँघरमा चाहे सहरतिर जसको घरको अगाडि नाला हुँदैन उसले भन्छ वाडा अध्यक्षलाई मेयर साहबलाई कि नाला बनाइदिनु नाला बनाइदिनु। जब नालाको निर्माण भइहाल्छ भने मात्रै आफ्नो घरको जति फोहोर हुन्छ त्यो सबै नालामा नै झारिदिन्छ। अब पछितिर के हुने हो त्यो पानी जमेर भोलिको दिनमा त्यो डेङ्गु मलेरिया सबै कुरा त्यसबाट उजागर हुन्छ। यसरी हामी नगरेर बरु जुन फोहोरहरू छ त्यसलाई हामी व्यवस्थापन गर्नु पर्यो, त्यसलाई वर्गीकरण गर्नु पर्यो। कुन गल्ने छ सड्ने छ त्यसलाई एउटा बाटामा राख्नु पर्यो। जुन फोहोर चाहिँ सुक्खा छ त्यसलाई हामी एउटा बाटामा रिसाइकल गर्ने जुन छ त्यसलाई एउटा बाटामा राख्नु पर्यो। जुनलाई प्रयोग गर्न सकिँदैन पूर्णको बाटामा राख्नु पर्यो। त्यसरी हामी वर्गीकरण गरेर राख्यौँ भने हामीले आफ्नो इन्भाइरोमेन्टलाई जोगाएर राख्न सक्छौँ। यसको हामी नमुना भर्खरै हामीले हेरे पानीको समस्या दुई सालदेखि हामीले भोगिरहेछौँ वीरगन्जमा पनि। यो पनि एउटा हामीले जुन फोहोरहरू फालिरहेछौँ प्लास्टिकको फोहोरहरू हामी जताभावी फालिरहेछौँ त्यसले गर्दा पनि जुन पानी परिरहेको त्यो पानी जमिन मुनि सोच्न सकेको छैन, छिर्न सकेको छैन। त्यो नपुगेर पनि हाम्रो कलमा पानी आएन अनि कति दुःख भयो। मान्छेहरूलाई बिहानैदेखि लाइनमा लागेर पानी थप्न पनि पर्यो। जो कहिले पनि कल्पना पनि गरेको थिएन। काठमाडौँ भएको मैले 2 साल भोगेको हो। 4 धारा पुगेर पनि त्यहाँबाट पानी गिलनमा लिएर आउनु परिरहेको थियो खाना पकाउनको लागि खानको लागि। तर यो समस्या हाम्रो मधेसमा वीरगन्जमा कहिले हुन्छ त्यो मैले कल्पना नगरेको हो। यो पनि हामीले 2 सालमा भोगिहालेँ। त्यसले गर्दा हामीले चाहिँ फोहोरलाई राम्ररी व्यवस्थापन गरेर गऱ्यो भने हामीले आफ्नो वातावरणलाई जोगाएर राख्न सक्छौँ। धन्यवाद।